रेडी भएर कान्छी छोरीलाई स्कुल पढाउन जान्छु। मेट्रो नानी होलिडे गएको छ, आई लभ वाइट। स्कुल पुऱ्याइसकेपछि फेरि भेजिटेबल सपिङ गर्नु पर्यो। अनि आज चाहिँ मेरो भिसाको लागि पनि जानुपर्ने छ। म भोलि नेपाल जाँदैछु अनि मलाई चाहिँ भिसा चाहिन्छ। मेरो बुढा र छोरी बराबर भइसकेको छ, दुईजना भाइ। हामी चाहिँ यहाँ छोरीलाई स्कुल पढाएको। आज चाहिँ मेरो बुढा ड्राइभर। आज फर्स्ट टाइम तपाईँ ड्राइभ गरेको छ यहाँ? फर्स्ट टाइम आइसकेको स्कुलमा के पहिला नि छुट्टीको बेलामा पऱ्यो होला होइन? एभ्री डे धेरैचोटि आइसकेको म त यादै छैन। एभ्री टाइम म यहाँ आउँछु नि त, त्यही भएर यहाँ चाहिँ आइसकेको स्कुल। हामी चाहिँ भर्खर छोरीलाई स्कुल ड्रप गरेर आयो। अनि यहाँ पेट्रोल स्टेसनमा गाडीमा पेट्रोल सकेको रहेछ, पेट्रोल भर्यो। अनि मेरो बुढा चाहिँ ओ माई गड, मेरो बुढालाई त कफी नकिनिकन त दित्तै मर्दैन क्या। फेरि जहाँ गयो नि कफी किन्नै पर्छ क्या। कप अफ कफी। मेरो बुढालाई बेसी कफी ट्राई गर्न मन लाग्छ। हामी चाहिँ फेरि बन्टोको घरमा फर्क्यो। हेरोतिर एकजनाले मोमो अर्डर गर्नुभएको थियो। हामीले चाहिँ नर्थ हल जाँदाखेरि ड्रप गरिदिन्छु भनेको थियो, तर बिर्सी गएछ के बिहान हतारमा घरबाट निस्किँदाखेरि। अब चाहिँ मेरो बुढा चाहिँ मोमो लिन जानुभएको छ। त्यो मोमो लगेर भेजिटेबल सपिङ गर्नुपर्ने छ। बच्चाहरूले हिजो भेजिटेबल छैन भनेर भन्थ्यो। त्यो भेजिटेबल सपिङ गरेर मोमो ड्रप गरेर नर्थ हल घरमा यसो पसेर हेर्नु पऱ्यो के भइरहेछ होइन, आजको प्रोडक्सनहरू कस्तो भइरहेछ। त्यसपछि म जान्छु भिजाको लागि नेपाल एम्बेसी। अब म चाहिँ नर्थ हल आइसक्यो। किङ्सबरीमा बन्दा मोमोको लागि बन्दा झऱ्यो 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 प्याज है, धनियाँहरू किनेर ल्याएको छ। आज चाहिँ मलाई अलिकति अलिकति धेरै आनन्द भएछ। बुढाले ड्राइभ गरिदिन्छ, सपिङ गरिदिन्छ, म त चट्टा लगाएर भिडियो बनाउँदै हिँड्ने। अब मेरो बुढाले छोड्दै किनि नगर म गर्छु भन्नुहुन्छ। आनन्द भयो, जस अलिक दिन भयो नि आनन्द हुन्छ। व्यापार गर्नुको लागि काम त गर्नै पर्यो है। अब म चाहिँ मेरो कोसेली किचनभित्र जाँदैछु। यहाँ मेरो तारा कान्छी। हेलो गाइस, वेलकम टु आन्टीको ब्लगमा, मिनी ब्लग। नट मिनी ब्लग, प्रपर ब्लग। यो चाहिँ प्रपर ब्लग हो कि आन्टीको। अब हाम्रो दिपेश भाइ हेड सेफ, हाम्रो कोसेलीको हेड सेफ है। आज चाहिँ के बनाउँदैछ भाइ? आज चाहिँ हाम्रो पनिर मोमो बन्दैछ। ए हो, हाम्रो भेज मोमोको सिचुएसन के छ नि आजकल? भेज मोमो चाहिँ एकदमै ऱ्यापिड है। चिकनलाई नि जित्ती टक्कर दिइरहेको चिकनलाई भेज। ओ एकदम हामीले यति प्रोडक्सन त कहिले पनि गर्थेन होइन भेजको त यसरी बढ्यो लेभल त स्मार्टै उठाएर रकेट हाम्रो चाहिँ यस्तो हुन्छ क्या सेप। सबै मोमोको आफ्नो सेप छ। पनिरको किमा यस्तो हेल्दी। एकजनाको रिभ्यूमा चाहिँ 11 आउट अफ 10 रे के। त्यसरी नै भनिन्छ क्या एकजनाले है। त्यसरी फिडब्याक दिन्छ हामीलाई एउटा यो होइन। यो स्पेस चाहिँ होइन हामीलाई सानो भएको छ। अब सल्युसन त निकाल्नु पर्ने छ हामीलाई। यो चाहिँ अस्ति हाम्रो इभेन्टमा लगेको थियो भाँडाहरू, अनि धोएर सुकाएर राखेको छ। अब स्पेस नपुगेपछि त यसरी गजेबो लगाएर राख्नु परिरहेछ है। यसरी मोमो स्टोर गरेको छ। हामी चाहिँ यहाँ भेज वाटर आइसक्यो, क्विन्सबरी है अन्त नि। अनि हामी चाहिँ यहाँ पार्किङ खोजिरहेको छ है। यहाँ सेन्ट्रल लन्डनतिर आयो भने त पार्किङको प्रब्लम हुन्छ। आई होप कन्जेसन चार्जर लाग्दैन होला यहाँतिर। मेरो बुढाले चाहिँ पार्किङहरू खोजिरहेको छ। पार्किङ पाएपछि नेपाल एम्बेसी जाने, भिसाको अप्लाई गर्ने म र मेरो दुईवटा छोरीको। अनि त्यसपछि ब्याक टु नर्थ हल फर्किने। बल्ल मेरो बुढाले चाहिँ पार्किङ देखेछ। वेलकम टु हाइड पार्क, बेज वाटर रोड रहेछ यो चाहिँ। हामी चाहिँ भित्र जाँदैछौँ। अब यहाँतिर त्यस्तो दर महँगो हुन्छ कि कार पार्किङ। ठाउँ देखेको हुन्छ मैले त लेफ्टमा।
यहाँ पार्किङ चाहिँ पायो अब पार्किङको चार्ज ओ माई गड 1 घन्टासम्मको 6.5 पाउन्ड 2 घन्टाको 12.5 पाउन्ड अप टु 4 आवर्स 21 पाउन्ड सेन्ट्रल लन्डनमा यही प्रब्लम के पहिला कुरो पार्किङ पाउनु गाह्रो पार्किङ पाएपछि यस्तो महँगो है अब मेरो काम कति लामो हुन्छ थाहै छैन के अब ठिकै छ जे भए पनि अब पार्क गर्नै पर्यो अब बुढासँग सोध्नु पर्ला कति घन्टाको लागि पार्क गर्ने हामीले चाहिँ गाडी पार्क गर्यो यो हाइट पार्कको कार पार्कमा 2 घन्टाको लागि गरेछ 12.5 पाउन्ड तिरेर अब के अरे 2 घन्टासम्म भ्याउँछ भ्याउँदैन हेरौँ है लेट्स कीप अन वाचिङ कति समयपछि म मेरो बुढासँग यसरी हिँडिरहेको छु यो के अरे हाम्रो जतिखेर नै कामको सिलसिलामा हिँड्थ्यो कोसलीको कामको सिलसिलामा आज चाहिँ एकदम छुट्टै है बुढा यस क्या मेरो बुढालाई फेरि क्यामेरामा आउन एकदम मन पराउँछ के म आज आएको छैन म कस्तो आएको छ भनेर भन्छ कि ल गाइजहरू हामी चाहिँ यहाँ नेपाली राजदूतावास एम्बेसी अफ नेपाल लन्डनमा आइपुग्यो है यहाँ आएको त क्या राम्रो फिल भएको क्या मलाई कस्तो नेपाल जस्तो भाइब्स आएको के ओहो कस्तो राम्रो क्या यो बुट्टा पनि हेर्नु त अब हामी चाहिँ भित्र जाँदैछौँ है हामी चाहिँ भित्र पस्यो भित्र फोटो लिनु पाउँछ भन्ने थाहा छैन है हाम्रो ई भिजा चाहिँ रेडी भयो है हामीले चाहिँ 2 घन्टाको पार्किङ तिरेको टाइम लाग्छ होला भनेर तर हाम्रो काम चाहिँ छिटो भयो के कति जस्ट 20 मिनट्स to 30 मिनट्स बिचमा चाहिँ भ्यायो हाम्रो काम इट वाज अमेजिङ सर्भिस है हजुरहरूको पनि होइन नेपाल जाने प्लान गर्नुभएको छ भने यहाँ आउनुभयो भने एकदम छिटो हुँदो रहेछ जस हजुरहरूले चाहिँ अनलाइन फर्म चाहिँ भर्नुपर्ने हुन्छ कि यहाँको ढोका चाहिँ डेन्जर स्ल्याम हुने क्या ड्याङ ड्याङ के अलिक भएन तर्सी जाने जस हाम्रो काम चाहिँ भ्यायो है हामीसँग चाहिँ अझै 1.5 घन्टा छ किनकि 2 घन्टाको पार्किङ पे गरिसकेको छ ओह मेरो बुढाको कफी मेरो बुढालाई यति कफी खानु मनपर्छ कि यति कफी खान्छ कि मेरो बुढाले लन्च त भन्नु मिल्छ तर अब कहाँ कफी भन्नु पाएँ त नि मेरो बुढा ओ माई गड एम्बेसी देखाइदेऊ न ल गाइसहरू हेर्नुहोस् न हाम्रो नेपालको झन्डा त राम्रोसँग ऊ भएको छैन कि बिचरा हामी चाहिँ यहाँ अब कहाँ खाने होला भनेर हेरिरहेको छ है मेरो बुढाले प्लेटमा जाम्रे अन्त इनफ भयो प्लेट चाहिँ पहिला कति खाएको है अब चाहिँ समथिङ डिफ्रेन्ट ट्राई गर्नु पर्ला तर केही देखेको छैन कि यो ठाउँमा त सुसी रहेछ सुसी मलाई मन पर्दैन हामी त्यहाँ प्लेटमा आयो अब घुमी फेरि अब यहीँ देख्यो अब के गर्ने म चाहिँ यो के भन्छ पोस्टाडर यो अनि बुढाको हामी चाहिँ भर्खर प्लेटमा लन्च गऱ्यौँ अनि लन्च सक्यो अब लन्चपछि यसो आधा घन्टा चाहिँ बाँकी छ हामीसँग 2 घन्टाको तिरेको हामीले पार्किङ अब आधा घन्टा यसो घुमेर जानु पर्ला के रहेछ यहाँतिर अब हेरौँ न नटिङ हिलतिर हो हामी त्यहाँ एकछिन इत्सुमा बसेको अनि इत्सुमा चाहिँ मलाई यो भेजिटेबल ग्योजा ट्राई गर्नु मन लाग्यो मेरो बुढाको आँखा त बेसी टिपेको छ कि फुटेको पनि देखेको छ कि फेरि सबै दामी क्या कलरफुल कस्तो लाग्यो फिलिङ चाहिँ कस्तो रहेछ नि एकदम कम्ती है मेरो बुढा त फेरि नखाने रे अब बुढाले कि मलाई स्वास्थ्य खासै खानु मन लाग्छ र म यतिको ट्राई गर्छु म एकदम साह्रो के एकदम के भन्छ त्यसलाई हामी चाहिँ यहाँ इत्सुबाट बाहिर निस्क्यो मेरो बुट्समा कस्तो एलर्जी हुन्छ कि
मेरोबाट जे कुरा पनि ट्राई गर्नुपर्ने के ट्राई गरेको तपाईँले Chocolate milkshake, high in protein. गाइस हाम्रो आजको काम चाहिँ सक्यो यो चाहिँ सेन्ट्रलतिरको हामी चाहिँ यहाँ नर्थ होल आइपुग्यो आज चाहिँ मलाई यो नेपाल जानुभन्दा यो घाँस चाहिँ सर्ट आउट गर्नु पर्ला क्या यत्रो लामो भएको छ नर्थ होलको घर मेरो मोमो प्रोडक्सन हो नि होइन पछाडि ग्याराजबाट चाहिँ हामीले मोमो प्रोडक्सन गर्छ हेलो तारा Hi. कस्तो भइरहेछ ठिक भइरहेछ आन्टी ठिक भइरहेछ यस भोलि के हो नि भोलि भेजी हो भोलि पनि प्रोडक्सन भोलि पनि प्रोडक्सन Yes. अरू के छ भोलि ओके हाम्रो चाहिँ यहाँ मोमोको त्यो भइरहेछ ए मोमोको रहेछ चिकन मोमो मुस्कानले यस्तो प्रगति गरेछ कि मोमोमा है बल्ल दिल से मोमोको कनेक्सन आएको छ अब यहाँ आज मेरो बुढाले बेसी हेल्प गरिरहेछ मलाई भोलिको लागि हामीले अलिअलि प्याज काटकुट गर्न राखिदिन्छ अनि सजिलो हुन्छ हामीलाई चाहिँ यसको चाहिँ यस्तो गति छ है दिपेश बाबुले चाहिँ छप छप चप चप गर्ने अरे अब हेरौँ न है अझै छोटो गर्नुपर्छ होला अस्ति भर्खर काटेको पनि कति छोटो लामो भएको यो घाम पानी लाग्यो भने यो त बढ्छ तर मेरो अरू त्यो चाहिँ बढेन क्या ल हेर्नुहोस् त गाइजहरू पुरा क्लिन चिट अबको 5 विक्समा कस्तो हुन्छ है म नेपालबाट आएर हेर्छु नि कस्तो हुँदो रहेछ यो फेरि त्यस्तै होला नि होइन यो फुल त बिचारा हेर्नु नि वस्त्रहीन बनाइदिएछ कि सबै काटेर वस्त्रहीन बनाइदिएछ कि यो फुल ओहो यो एकजनाले चाहिँ है बिहान यसो सर्रा को छिटो आउँछ लास्टमा दुइटै छिटो नआउला कि पानी हाल्नुपर्छ भनेर यहाँ पनि पुरा क्लिन भएछ हाम्रो ए यस्तो बनाइदिएको यहाँ यो चाहिँ हाम्रो बारीको साग सुकुटी र आलु बनाउने आज चाहिँ हाम्रो चाहिँ यो आज आलु सुकुटी रेडी भयो हाम्रो सागलाई के हालेर भुज्नु पर्ला त्यति भुज्ने मात्रै हो के हाल्नुपर्छ यो चाहिँ अब हामी के बनाउने हो Sad. I touch it. यो चाहिँ साग भात सुकुटी आलु गाइस आलु सुकुटी भात अनि साग हाम्रो चाहिँ डिनर सक्यो है टारियाहरू सबै सक्यो मोमो प्याक गर्यो अहिले चाहिँ हामी नर्थको घरमा हो अब चाहिँ हामी चाहिँ मोमो प्याक गरिसकेर यहाँ नर्थ होलतिर साउथ एरियातिर डेलिभरिजहरू छ त्यो डेलिभरी ड्रप गर्दै बन्टोको घर जान्छु अनि आजको लागि यति नै हो है प्लिज मेरो युट्युब च्यानल है अनुज डायरिज कोसेली किचनलाई चाहिँ लाइक गरिदिनुहोस् सेयर गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् अनि प्लिज सब्सक्राइब गरिदिनुहोस् है मलाई चाहिँ हजुरहरूको माया र सपोर्ट चाहिन्छ थ्याङ्क यू भेरी मच बाई बाई